ल यो हाम्रो चाहिँ वनभोज कार्यक्रम कसो भन्दाखेरि हाम्रो निरज सर, हाम्रो सुजन सर, अनि त्यहाँबाट म भइहालेँ। अवस्था यस्तो छ। यो सबै कुरो चाहिँ के भयो भन्दाखेरि आज सबै हतार भन्ने कि अल्छी लाएर भनियो गिरिराजको मासु। त्यहाँबाट चाहिँ घरबाट प्याज ल्याउन पनि बिर्सेछ, तेल ल्याउन पनि बिर्सिएछ। यतै यो त्यो युज नगर्नु सर, त्यो युज त्यो कस्तो खाले भने यो ठाउँलाई के भन्छ अरे सर? यो ठाउँलाई सुन सर, यो ठाउँलाई के भन्छ अरे? महत परिवारको पुरानो कुल मन्दिर। तपाईँको कुल मन्दिर हो त्यो डाँडालाई के भन्छ अरे? त्यो डाँडालाई बाजास्थलको डाँडामा अब यस्तो अवस्थामा छ। धनियाँ चाहिँ झन्डै लिएर आइएछ। लोकल चाहिँ रौसी चाहिँ तातो लिएर आउनु छ, त्यो पनि बिर्सिएछन् ल्याउनलाई। अब हामीले चाहिँ यहाँ बसेर चाहिँ अब गिरिराजको 6 केजीको गिरिराजको मासुको झोल, तातो लोकल रौसी, त्यहाँबाट चाहिँ अनि एकछिनपछि खाएपछि फर्स्ट लटमा चाहिँ हामी चाहिँ इन्जोय गरिन्छ। खाएपछि अनि त्यहाँबाट तास खेलिन्छ। अनि तास खेलिसकेपछि हजुर एकजना कम भयो, एकजना कम भएपछि कल ब्रेक नभएपछि अब के हुन्छ भन्दा अब रमी खेलिन्छ। अब रमी खेलिन्छ। केटाहरूले कि लुट्छ नि, कि लुटेर केटाहरूको यो चाहिँ आजको खर्चको पैसा उठाउनु पारिन्छ। ल यस्तै छ। आज कति गति हो भन्दा चुनाव 21 गते भइहाल्यो भनेपछि आज 24 गते, 24 गते दिनमा साथीहरू हाम्रो हालत यस्तो छ। अरू सरकारतिर गयो भन्ने कुरा भयो साथीहरू। हामी चाहिँ वनतिर आँखा है त ल साथीहरू है। ल यसमा कि जेनतेन अब चाहिँ ल हामी तिनवटा जिग्रीहरूको हालत यस्तो छ। ल साथीहरू है, आजले यति नै ल।